नमस्ते, म तुलसी सिटौला नयाँ कुरो.com मा यहाँलाई स्वागत छ। आज तपाईहरुका लागि एउटा नयाँ कुरो लिएर आएको छु। भन्दा त तपाई पत्याउनु हुन्न होला, तर वास्तविकता झापाको बिर्तामोड अतिथि सदनमा घर भएका एक व्यक्ति जसको नाम हो प्रशान्त नेउपाने, त्यो घरलाई बेचेर त्यत्रो सुविधा सम्पन्न ठाउँलाई छोडेर तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर 4 युवा यो लटौरा चौतारा भन्ने ठाउँमा आउनु भएको छ अनि जग्गा पनि किन्नु भएको छ। जग्गा किने सँगसँगै उहाँले यहाँ एउटा स्कुल पनि खोल्नु भएको छ। झापा त्यस्तो राम्रो ठाउँलाई, त्यस्तो सुविधा सम्पन्न ठाउँलाई छोडेर उहाँ पहाडमा फर्केर आउनु भएको एउटा नयाँ कुरो लिएर तपाईहरुमाझ आउँदैछु र उहाँको स्कुल अनि उहाँका कुराकानी, उहाँसँग गरिएका कुराकानी तपाईहरुलाई हामी देखाउन लागिरहेका छौं। आउनुहोस् एकचोटि हेरौं र उहाँका कुरा अन्तिमसम्म सुन्नु होला। किन तराई त्यस्तो राम्रो ठाउँ छोडेर फर्काउनु भयो, आउनुभयो आठराई, जबकि यो आठराई भन्ने ठाउँ उहाँले सुन्नु नै भएको थिएन। उहाँ जन्मिनु नै बिर्तामोडमा जन्मिनु भएको, शहरमा जन्मिनु भएको मान्छे कसरी चाहिँ उहाँ यो पहाड अनि पूर्वको यो तेह्रथुम जिल्ला नै फर्केर आउनुभयो, यो ठाउँमा आउनुभयो। उहाँ पहिला यहाँदेखि गएको पनि होइन। उहाँको बुवा बाजेहरू भने दोलखाबाट तराईतर्फ झर्नु भएको हो। यहाँसँगको उहाँको सम्बन्ध पनि त्यति राम्रो थिएन। तपाईँ तराईको मान्छे, बिर्तामोडको अतिथि सदनमा घर थियो होइन, तराईमै जन्मिनु भएको, चटक्कै तराई छोडेर पहाड आउनु भएको किन होला? कसरी तपाईँ यहाँ आइपुग्नु? विशेष गरी यसको एउटा एकदमै रमाइलो प्रसङ्ग छ सर। हामी तल स्कुल छ हाम्रो एउटा माउन्ट अन्नपूर्ण भन्ने झापामा होइन, हामी बिदा भयो भने हामी टिम कति हुन्छ या म र श्रीमती हामी घुम्न निक्लिहाल्छौँ। विशेष गरी चाहिँ अब नेपालको पहाडी भेग, अब तराई त गर्मी हुन्छ सर होइन, पहाडी भेगतिर हामी निक्लिन्छौँ। त्यही प्रसङ्गमा हामी जोर पोखरी आउनुपर्ने थियो सर। त्यहाँ 5 थरको जोर पोखरी, हजुर 5 थरको जोर पोखरी आउनुपर्ने थियो। हामी एउटा बाइकमा थियौँ, सरहरू एउटा बाइकमा हुनुहुन्थ्यो होइन। उहाँहरू गोपेटार पुग्दाखेरि हामी यो जोरसालबाट झुक्केर, बाटो त्यत्रो भित्र जाने बाटो हामीले त्यसरी देखाएको थियौँ पहिला आउँदाखेरि, त्यो थिएन बाटो होइन। झुक्केर छिर्यौँ, छिर्दै गएपछि खोला आइपुग्नु हो भनेर उताबाट सोध्नुहुन्छ होइन। खोला आइपुग्नु माथि त देखिन्छ नि त, खोला आइपुग्नु आँट्यौँ भनिरहेको थियौँ। खोला आइपुग्नु आँट्यौँ भन्ने भयो। उहाँहरू खाना खानालाई गोपेटारमा पर्खिरहनु भएको थियो। अनि हामी खोला आइपुग्यौँ, ठ्याक्कै कट्दाखेरि आठराईमा उहाँहरू यहाँहरूको स्वागत छ भनेर त्यहाँ एउटा बोर्ड पनि छ सर होइन। अनि त्यहाँ तल्लो स्कुलमा हाम्रो धेरै गार्जेनहरू आठराईबाट जानुभएको छ, झापामा धेरैजना आठराईबाट जानुभएको छ होइन। अनि आठराई भनेपछि हामीलाई त्यो हाम्रो सञ्चालक समितिको अध्यक्ष तुलसी मैनालीको घर चुवान डाँडा, आठराईको चुवान डाँडा जन्म भयो भनेर भन्नुभएको थियो। अनि हाम्रो नारायण सङ्ग्रला सरको घर पनि आठराई होइन, उहाँसँग नि हाम्रो भेट भइरहन्थ्यो। भएपछि हामी एकचोटि जाउँ आठराई, चुवान डाँडा चाहिँ हेरेर आउँ भनेर हामी दुईजना बुढाबुढी आयौँ। त्यो के ठाउँ भन्छ त्यो चेकपोस्ट भएको ज्यामिरेसम्म आयौँ होइन। एकजना बाबु त्यहाँ घोडा पाल्नु भएको छ, त्यहाँबाट देख्नु भने रमाइलो लाग्यो। सोध्यौँ उहाँलाई चुवान डाँडा कति छ यहाँबाट भनेको, यहाँबाट अलिकति छ, अब 10 किलोमिटर छ भन्नुभयो उहाँले होइन। अब केटाहरू खाना पर्खिरहेको थिएँ अनि साथीहरू चाहिँ गोपेटार पर्खिरहेको थिएँ। नानासालाई फोन गरेँ मैले, सर तपाईँको यहाँ आठराईमा होटलहरू पाउँछ भने। ए पाउँछ सर, एकदम पाउँछ भन्नु। त्यसलाई एउटा कल गरिदिनु, हामी बेलुका बस्छौँ आठराईमा, त्यो अहिले फर्किनुपर्ने भयो भनेर हामी गयौँ सर। उहाँलाई फोन उहाँले कन्ट्याक्ट गरिदिनु भयो एबिसीमा। गयौँ, गोपेटार खाना खायौँ हामी। त्यस पछाडि त्यहाँ जे काम थियो त्यो भ्याएर हामी फर्क्यौँ, 4 बजीतिर फर्क्यौँ। चुवान डाँडासम्म त ठिकै, चुवान डाँडा आयौँ सर फर्स्ट। अब त्यहाँसम्म त अब अलिकति फेरि त्यहाँदेखि त्यो ज्यामिरेदेखि फर्केर जानुभयो गोपेटार, खाना खाइयो सर। उहाँ खाना खाएर फेरि बेलुका यतै आउनुभयो। बेलुका फेरि हामी फर्क्यौँ, 4 बजीतिर फर्क्यौँ। 4 बजीतिर हामी चुवान डाँडा आइपुग्यौँ। त्यो तपाईँको फर्स्ट टाइम थियो? फर्स्ट टाइम सर। चुवान डाँडा आएर मैले त्यो सञ्चालक अध्यक्षलाई फोन गरेँ, तपाईँ जन्मिनेको ठाउँमा आइपुगेँ है चुवान डाँडा। उहाँले धेरै अगाडि छोड्नु भएको थियो नि त, उहाँलाई आउने इन्ट्रेस्ट पनि थियो भन्ने कुरो गर्नुहुन्थ्यो, खुसी लाग्यो। अनि हामी गयौँ सर, सङ्क्रान्ति गयौँ। सङ्क्रान्ति गएर एबिसीमा त्यहाँ सामान राखेर हामी त्यो यता डाँडा छ नि सर, त्यो तल माउन्टेन होटल, सरी माउन्टेन होटल होइन, माउन्टेन हाम्रो योगेश सरको होटल होइन। त्यहाँदेखि त्यो यता तल आएपछि एउटा यस्तो टर्निङ भनेको
खामलालुङ जाने बाटोदेखि यतापट्टि छैन सर। पहिला त्यहाँ घाँस थियो क्या, राम्रो मैदान जस्तो थियो, अनि उता खाली थियो, त्यो माटो काटेर झारेको थियो। त्यहाँ बस्यौँ सर। बसेर त्यो भ्यू हेऱ्यौँ होइन, हिमाल पनि देखियो, पुरै क्लियर थियो। त्यो यति राम्रो लाग्यो मलाई, मैले यति राम्रो पाहाड देखाएको थिइनँ सर। म जुम्ला पनि बसेँ होइन, नेपालको धेरैवटा पाहाडी भएको म टिचिङको क्रममै बाजुरा कोल्टी होइन एक वर्ष बसेँ। मलाई पाहाड पहिल्यैदेखि एउटा घर जस्तो लाग्थ्यो, बच्चैदेखि पाहाडे भन्दै छ, तराई नै जन्मे पनि पाहाडे भन्थेँ होइन। हजुरबाले पाहाड छोडेर आएको थियो, अब त्यसरी पाहाड बसिया थिएन, एउटा एट्र्याक्सन चाहिँ थियो, त्यसले गर्दा म पाहाड धेरै घुम्न पनि आउँथेँ। मैले सरोजलाई त्यहाँ सबैलाई के भने म यहाँ अब यहीँ एउटा स्कुल चाहिँ यहाँ खोल्छु होइन, कुरा भयो। त्यति भइसकेपछि सरोजले तपाईँ यसरी स्कुल खोल्छु भनेर कति ठाउँ पुगिसक्नुभयो भन्ने कुरो पनि गऱ्यो होइन। अनि मैले तुरन्त फलोअप गर्न थालेँ सर। मैले नारायण सरलाई फोन गरेँ होइन, सर यहाँ जग्गा अलिकति राम्रो हाइवेदेखि 200 मिटर भित्रमा कहीँ त्यस्तो भेटिन्छ लोकेसन भने तपाईँले मलाई खोजिदिनु पऱ्यो। यहाँ स्कुल चलेन भने पनि एउटा विद्यार्थी भयो भने म स्कुल चाहिँ खोल्छु होइन, त्यो चाहिँ म्यानेज गरिदिनु भने। उहाँको दाइ आउँदै हुन्थ्यो त्यो दिन, मेरो दाइ आउँदै हुन्छ सर, दाइसँग कुरा गर्नु, दाइको राम्रो कन्ट्याक्ट छ, दाइले व्यवस्था गरिदिनुहुन्छ भन्नुभयो। दाइसँग कुरा गरेँ, दाइले योगेश सरसँग, हाम्रो गौतम सरसँग, चेतन गौतमसँग परिचय गराइदिनु भयो होइन। उहाँहरूसँग कुरा गरेँ, मेरो प्यासनको बारेमा पनि भने होइन, ठाउँको त्यो एउटा रमाइलो ठाउँमा बस्न मन लागेको कुरा पनि गरेँ उहाँहरूले। अनि एकदमै लागि परिदिनु भयो सर। म रेगुलर आएँ त्यसबाट त, जग्गा भेटिसकेको थिइनँ, कुरा भयो, रेगुलर आएँ सर, यहाँ भेटिएको छ भन्ने बित्तिकै आइहाल्थेँ होइन। आएपछि उहाँहरूले यहाँ व्यवस्थापन गरिदिनु भयो सर। स्कुल भइसकेको थिएन, यसरी आयो सर आठ आउन चाहिँ एकदमै अप्रत्याशित तरिकाले। आठाइले तपाईँलाई इम्प्रेस पार्यो एकदमै सर। मलाई अहिलेसम्म पनि म यति सेटिस्फाइड छु होइन। जन्मिनै झापा जन्मिनु भयो हजुर, तपाईँको जन्मै झापा, झापाको बिर्ता मोड सर। बुवा हजुरबाहरू कहाँदेखि आउनु भयो? हजुरबा 10 वर्षको उमेरमा, हजुरबा पनि एकदम इन्ट्रेस्टिङ छ सर। जे होस् 10 वर्षको उमेरमा दोलखा छोडेर हजुर झापा आउनुभएको, जमानामै झापा झर्नुभएको। हजुर, बिर्ता मोडको त्यो त्यत्रो ठुलो सहरमा हजुर त्यो सुखी जिन्दगी भनौँ न बिताइरहेको मान्छे त्यो छोडेर त्यो बेचेरै आउनु भयो तपाईँ? बिर्ता मोडको त स्कुल चाहिँ छ सर मेरो लक्ष्मीमा होइन। घर बेचेरै? घर त मैले बेचेरै, घरै बेचेर पाहाडमा जग्गा किन्दै बस्नु भएको छ। होइन यस्तो हो सर, तपाईँले धेरै रमाइलो भन्नुभयो कि सर, झापा रमाइलो भन्नुभयो। मलाई चाहिँ त्यो विम जस्तो लाग्छ क्या, त्यो आउबिजी जस्तो क्या, झापा झापा झापा। जस्तै हामी जन्मिँदाखेरि हामी हुर्किँदाखेरिको झापा रमाइलो सर होइन। त्यतिखेरको झापा र अहिलेको आठराई कम्पेयर गर्ने भने एउटै हो सर फेरि होइन। त्यतिखेर खेल्ने चौरी हुन्थ्यो, साथीभाइ हुन्थे, घुम्ने ठाउँ हुन्थ्यो। बिर्तामोड भनेको त्यो इलाम स्ट्यान्ड कन्काई रोड यता पश्चिम स्ट्यान्डमा सिद्धिन्थ्यो क्या सर। खासमा तपाईँले झापा किन छोड्नु भयो? अब त छोड्नु नै भयो किनभने झापा मैले त पैसा लिएर आइसकेँ सर। बसाइ सर लिएर आउनुभयो, यहाँ चाहिँ जग्गा किनै हुनुहुन्छ, कति जति किनिसक्नुभयो? जङ्गलै मात्रै किन्नु भएको छ? मैले 16 रोपनीबाट सुरु गरेँ सर, अहिले लगभग 40 रोपनी छ। 40 रोपनी हजुर, अझै किन्ने म बढाउने क्रममै छु सर होइन। केही प्रोडक्टिभ कुराको लागि बढाउने क्रममा छु होइन। र अर्को कुरा कस्तो पनि भने सर, अहिले चाहिँ अपर्च्युनिटी हो क्या सर आठराईमा जग्गा किन्न। अहिले चाहिँ एकदमै राम्रो अपर्च्युनिटी किन हो भने झापामा पनि नि सर, त्यो हामी पहिला बस्दाखेरि त्यहीँको मान्छेलाई, त्यहीँको लोकल मान्छेलाई त्यो ठाउँको इम्पोर्टेन्स नहुँदो रहेछ है। मैले आफूले अब्जर्भ गरेको त्यतिखेरको एकदमै हामीले देखेको छौँ क्या सर। परिवार नै 2200-2400 भन्ने त्यहाँ धिमालहरू साथीहरू छन् क्या मेरो। हजुरबा त्यो बिर्तामोड आदि बिर्तामोड त्यो हनुमान पेट्रोल पम्प भएको एरिया, बिर्तामोडको क्रिम एरिया, यो आदि एरिया हाम्रो 8-10 बिघा भनेर त्यो भनेको देखेकै भएकै पनि त्यो सिधिँदै जसलाई दिएको, जसको अहिले स्कुल छ उसकै घरमा उसको छोरा ड्राइभर छ क्या सर होइन, बस कुदाउने काम गर्छ। जबकि ऊ अथा भएको मान्छे अहिले सुकुम्बासीमा या त्यस्तै त्यो कन्डिसन, जे ठाउँ नयाँ ठाउँलाई बाहिरी मान्छे चाहिँदो रहेछ भन्ने चाहिँ बिर्तामोडले मलाई त्यो फिल गरायो क्या सर। हामी नै पनि त्यहाँ जन्म्यौँ हुर्क्यौँ, तर जति बाहिरको मान्छेले त्यहाँ इम्पोर्टेन्स दिएको त्यो ठाउँलाई उयो गर्यो, त्यो त्यहाँको मान्छेले कहिले पनि त्यो फिल गरिएन क्या सर। तपाईँ झापा छोडेर बिर्तामोड छोडेर त आउनुभयो, घर जग्गा बेचेरै आउनुभएको छ। अब स्थायी रूपमा आठराई नै बस्ने लक्ष्य लिएर आउनुभयो? म त एकदमै सर, म भने त नेपाल झापा मेचीदेखि महाकालीसम्म तराई र पहाड सर म लगभग प्रायः सबै घुमिसकेँ। म बिहे अगाडि कस्तो थियो भने टिचिङ गर्न कुन ठाउँ घुम्न मन लाग्छ ट्याक्कै जाने, स्कुलमा जाइ खाने, 6-7 महिना बस्ने, कम्प्लिटली स्टडी गर्ने, अनि फेरि अर्को डेस्टिनेसनमा जाने है।
मलाई त्यो बेस्ट ठाउँ कहाँ हुन्छ मलाई बस्नलाई भनेर म त्यसरी हिँडे आउँछ धेरै वर्षदेखि शान्ति खोज्दै त्यो चाहिँ मैले आश्रयमा आएर मेरो कम्प्लिट भएछ होइन त्यो एकदमै बजार पनि नजिक नेसनल हाइवे होइन त्यो लुकेको ठाउँ भन्छु कि सर पहिला काठमाडौँ बस्दाखेरि गोठाटार भन्ने ठाउँ थियो त्यो एकदम लुकेको थियो हामी बस्दाखेरि अहिले त्यो फेरि ओपन भएर गयो होइन जहाँ पुग्न पनि पाएको थियो अहिले आश्रय त्यस्तै छ सर तपाईँ बसाइ सरेर मात्रै आउनु भएन तपाईँले तल झापामा पनि विद्यालय खोल्नु भएको छ सञ्चालन गरिरहनु भएको छ यहाँ चाहिँ तपाईँ आएसँगै स्कुल पनि खोल्नु भएको छ यो आवश्यकता महसुस गरेर हो या त तपाईँको इन्ट्रेस्टको विषय यस्तो हो सर मलाई चाहिँ कस्तो हो भने मेरो प्यासन भनेको जनावर बच्चा है मेरो जुनै फिल्ड अहिलेसम्म मलाई त्यसमा प्रफिट भन्दा पनि सेटिस्फ्याक्सन क्या सर म आश्रय आएँ मलाई एकदम सेटिस्फ्याक्सन छ होइन त्यो मलाई त्यसको इम्पोर्टेन्स आनन्दको इम्पोर्टेन्स चाहिँ मेरो लाइफमा सबैभन्दा बढी छ क्या त्यस चाहिँ मैले जनावरमा या केटाकेटीमा भनौँ न मेरो आमा श्रीमतीसँग पनि कस्तो एकदम क्लियर के कुरा हुन्छ भने मेरो लागि चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा आमा पनि होइन श्रीमती पनि होइन सेटिस्फ्याक्सन हो होइन त्यो सेटिस्फाइड भएर बस्ने मिलेर बस्ने आनन्दले बस्ने नत्र भने एकदम डिसेटिस्फाइड हुने भने बरु आफ्नो जे गर्ने तर एकदम यो लाइफ जुन पाइएको नि सर एकदम सर्ट छ होइन यसलाई कम्प्लेक्स बनाउने एकदम भट्याक गर्ने भन्दा पनि एकदम पिसफुल तरिकाले जति बाँचिन्छ एकदम आनन्दले बाँच्ने होइन यो बच्चाहरूसँग त्यो छ क्या सर कम्प्लेक्स छैन यिनीहरूको जिन्दगी यिनीहरू त्यो एकैछिनमा गाली गरेर एकैछिनमा सर भन्दै आइपुग्छन् यो जनावरलाई एकछिनमा गाली गरेर एकैछिनमा त्यो एउटा बोन्डिङ हुन्छ नि सर त्यो ट्रु बोन्डिङ लगभग 18 वर्ष कटेपछि मान्छेमा भेट्न गाह्रो छ क्या सर मान्छे रिजिड भइसकेको हुन्छ एउटा तपाईँहरू म जति डिस्कस गरे पनि तपाईँ आफ्नो कुरामा क्लियर हुनुहुन्छ म मेरो कुरामा क्लियर छु त्यो कसैले कसैलाई बुझाउन सकिँदैन क्या सर मलाई चाहिँ जुन कुराले मलाई सेटिस्फाई गर्छ म त्यसमै इन्भल्भ हुन्छु केटाकेटी स्कुल अनि टिचिङ जस्तै अब बाँचुन्जेल सेटिस्फाइड मात्रै भएर त भएन नि त होइन कन्ट्रिब्युट चाहिँ के गर्छ सोसाइटीलाई निड चाहिँ के हो त होइन हाम्रो लेभलको सबभन्दा ठुलो प्रब्लम के हो त पोलिटिक्स प्रब्लम हो कि के प्रब्लम मेरो बुझाइमा चाहिँ सर एजुकेसन सेक्टरमा प्रब्लम छ कसरी छ